नेपालमा आधुनिक तथा व्यावसायिक कृषिप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। यसैको एउटा प्रेरणादायी उदाहरण बनेको छ दाङको घोराई उपमहानगरपालिका 8 सेवार स्थित बिहानी उद्देश्य कृषि तथा पशुपन्छी फार्म। यहाँ व्यावसायिक रूपमा विस्तार गरिएको ड्र्यागन फ्रुट खेती आज सफल कृषिको नमुना बन्दै गएको छ। फार्मका सञ्चालक शोभाराम डाङ्गीले 3 वर्ष अघि केवल 1 बिघा जमिनबाट सुरु गरेको खेती आज करिब 6 बिघा क्षेत्रफलमा विस्तार गरिसक्नु भएको छ। हाल फार्ममा 24,000 भन्दा बढी ड्र्यागन फ्रुटका बिरुवाहरू रहेका छन्। मेहनत, योजना र आधुनिक कृषि प्रविधिको प्रयोगले यो खेती निरन्तर सफल बन्दै गएको छ। फार्ममा उत्पादन भएका ड्र्यागन फ्रुटलाई आकार, तौल र गुणस्तरका आधारमा A, B, C र मिक्स गरी वर्गीकरण गरिन्छ। A ग्रेडका फल प्रति किलो 350 रुपियाँ, B ग्रेड 300 रुपियाँ र C ग्रेड 275 रुपियाँ र मिक्स ग्रेड 300 रुपियाँ थोक मूल्यमा बिक्री हुने गरेको सञ्चालक डाङ्गीले बताउनुहुन्छ। त्यसमै उत्पादन भएको ताजा र गुणस्तरीय ड्र्यागन फ्रुटले बजारमा राम्रो माग पाउँदै गएको छ। यसले किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरणा समेत दिएको छ। कृषिमा सम्भावना छैन भन्ने सोचलाई यस्ता सफल प्रयासहरूले गलत साबित गरिरहेका छन्। यही योजना, मेहनत र लगानी भए कृषिबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ यो फार्म। दाङको यो ड्र्यागन फ्रुट खेती केवल एउटा व्यवसाय मात्र होइन, आधुनिक नेपाली कृषिको नयाँ आशा पनि हो। मैले चाहिँ यो अलिक बढी चाहिँ व्यावसायिक बन्नुपर्छ है, हामीले यही नेपालमा केही गर्नुपर्छ, ठुला उत्पादन गरेर चाहिँ यहाँ केही हामीले गर्न सिकाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ यो स्थापना गरेको हो। र अब अहिले म सन्तुष्ट नै छु। पहिलो वर्ष गत वर्ष चाहिँ बिक्री गरियो, अहिले दोस्रो फसल मैले चाहिँ लिँदैछु र आज यो टिप्ने काम भइरहेको छ। यो हार्भेस्ट चाहिँ आज हिजोदेखि सुरुवात भएको छ। यत्रो फलेको छ यहाँ। अब यो राम्रो फलेको छ, म सन्तुष्ट छु र यसलाई चाहिँ बजारको हिसाबले स्थानीय बजार घोराई, तुलसीपुर, नारायणपुर र बाहिरको बजारहरू काठमाडौँ, पोखरा, बुटोल, यतातिर महेन्द्रनगर, नेपालगञ्जतिर पनि मैले पठाउने गरेको छु। र योबाट चाहिँ विशेष गरी अरूलाई पनि प्रेरणा मिल्ने खालको, अरूलाई पनि केही गरौँ हुने खालको होस् र यहीँ केही चाहिँ नेपालमै केही गर्न सकिन्छ है भन्ने खालको सोचले चाहिँ अगाडि बढाउन साथीहरू, युवाहरू भन्ने हिसाबले पनि यो प्रेरणा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु।